आज चाहिँ म चाहिँ गाउँमै घरसम्म गाडी लिएर आएको छु ओह्रालो तल फुपूहरूकोतिर है। अब फुपूलाई सोध्छु गाडी आउँदा कस्तो लाग्छ, हाम्रो पनि अब अरू त कुद्छ है, हामी पनि आएको आज कस्तो लाग्छ भनेर अलिकति सोध्नु पर्यो। फुपू घर घरमा गाडी आउँदा कस्तो लाग्दो रहेछ आफ्नै घरको गाडीहरू? खुसी छु म त यसो दैलोमा गाडी आउँदा त नि खुसी छु एकदम घरमा खुसी छु अब म। बाहिरको गाडीहरू त अरू आउँथ्यो जान्थ्यो है, अब म त यो बाटो फर्स्ट टाइम आएको। आफ्नो गाडी झन् आउँदा त झन् खुसी लाग्यो। खुसी लाग्यो, मलाई पनि पुरा खुसी लाग्यो हो। हिजो बेलुका पनि यहीँसम्म आएको थिएँ, बेलुका पनि आएको याद पाएन होला, ललित हालेर आएको थियो। मलाई पनि एकदमै खुसी लाग्यो, तलसम्म हेर्नु गयो मजाको भएको रहेछ बाटो पनि होइन। खुसी लाग्यो। फुपालाई कस्तो लाग्यो? मलाई त झनै राम्रो नि, एकदम खुसी छ एकदम। गाडी चाहिँ यसरी अहिले घर घरमा पुग्छ है, यतिसम्म राम्रो छ है, मजा छ है। अब कति वर्ष बादमा चाहिँ अब यो बाटोमा फर्स्ट टाइम गाडी कुदाएको मैले पनि फिलै अर्को हुँदो रहेछ। फर्स्ट आउँदा चाहिँ फुपूहरूलाई पनि अब अरू गाडी देख्दा म आउँदा कस्तो लाग्यो त्यसमा दुई शब्द भनिदिनु त। एकदमै खुसी छु म, धेरै धेरै भन्दा धेरै। अब फुपूकोबाट पनि भनाइ सुनिबस् भयो होला है सबैले। अब त घरमै आउनु सक्छु म गाडीमा चढेर है, गर्वको साथले भन्छु है, एकदम गर्वको साथले। यहाँदेखि उपरान्त के चाहियो? अझै कालो होस् बस बास, हामीलाई त्यति चाहिएको है। अहिले यतिको छ, अब एक दुई दिनमा अब यो कालो भएपछि झन् कस्तो हुन्छ है। यहाँ सबै अब यहाँ हेर्नु सक्नुहुन्छ यताको नजाराहरू पनि अब अलिक दिनमा छुट्टै हुन्छ।